बुलेट प्रुफ गाडीमा दुर्गा प्रसाई चढ्नु भएको छ दर्शकबिन। भ्रष्ट नेताहरूको तस्कर दलालहरूको फोटो सार्वजनिक गर्छ। दुर्गा प्रसाईलाई किम जोनकै स्टाइलमा स्कटिङ दिएर कार्यक्रम स्थलतर्फ लगिँदैछ भन्ने हामीले सुनेका छौँ। कसरी लैजाँदै हुनुहुन्छ, उहाँलाई सुरक्षा कसरी दिनुहुन्छ, कतिवटा घेरा छ बताइदिनुहोस्। म त किम जोनको पनि संज्ञा दिन चाहन्न। किम जोन त तपाईँको चाहिँ जहाजमा हिँड्न डराएर चाहिँ किम जोन चाहिँ तपाईँको चाहिँ ट्रेनमा हिँड्छन्, तर दुर्गा प्रसाई खुल्ला आकाशमा हिँडेर आउँदै हुनुहुन्छ। कसैले ड्रोन हान्ने क्षमता छ भने दुर्गा प्रसाईलाई ड्रोन हान, त्यो ड्रोन सँगसँगै एन्टी ड्रोन हामी नारी युवा दस्ताले तयार गर्न पनि तयार छ। त्यस कारणले हाम्रो आइटीका टिमहरू पनि यहाँ तयार छन्। र अब अर्को कुरा के हो त भने किम जोन त भन्दा पनि किम जोन त अमेरिका जान सक्दैनन्, किम जोन त नेपाल आउन सक्दैनन्, तर दुर्गा प्रसाई त आज यो युनिभर्सल सबै देशहरू घुम्न सक्ने क्षमता भएको दुर्गा प्रसाईलाई कसैले रोक्न सक्ने हैसियत छैन। त्यस कारण दुर्गा प्रसाईको पहिलो सुरक्षामा हाम्रो यास्कीको टिमले हेर्छ, दोस्रो सुरक्षामा नारी युवा दस्ताले हेर्छ, तेस्रो सुरक्षामा हरियो टाउ कफनमा देका साथीहरू एनवाइडीले हेर्छ, चौथो सुरक्षामा महिलाहरूले हेर्छ, पाँचौँ सुरक्षामा तपाईँको हाम्रो इन्ड जो चाहिँ हाम्रो घुमुवाहरू हुनुहुन्छ उहाँले हेर्छ, छैटौँ सुरक्षा चाहिँ बोरा लिएर बसेका साथीहरूले हेर्छ। यदि त्यो रेखाबाट कोही भाग्छ भने 250 किलोको बोरामा आज यस्तै घटी कुनै पनि मान्छेले मानसिकता गलत बनाएर आउनुभयो भने 200-300 जना बोराभित्र पोको परेर आमा आमा भनेर छटपटेको तपाईँको अवस्थामा मान्छेहरू देख्न पाउनुहुन्छ। त्यसको लागि हामीले एम्बुलेन्सको व्यवस्था गरेका छौँ। 5 मिनट राखेर हामीले उहाँहरूलाई हस्पिटल पठाउने तयारी गरेका छौँ। कोही साथीहरूले हिम्मत नगर्नुहोस्, बोरामा पस्ने हो भने तपाईँहरू आउनुहोस्, होइन भने बोरा युवा दस्ताले छैटौँ सुरक्षाको घेरामा छ। बोरा युवा दस्ताका अध्यक्षलाई म भन्न चाहन्छु उहाँहरू तयार अवस्थामा हुनुहुन्छ भन्ने कुरा म तपाईँहरूलाई सुरक्षाको अवस्थामा पनि म जानकारी गराउन चाहन्छु। कति हजार मान्छे आउँदैछन् दर्शक? युवा दस्ताले 10,000 ल्याउँछ। 90% मान्छे रेडी छन्। 90% मान्छेले दुर्गा प्रसाईलाई एक झलक हेर्नको लागि हामीले 10,000 सुपारी बाँडेका छौँ, चुले निम्तो दिएका छौँ। आउँदैछन् भ्रष्टाचारीहरूको तस्बिर हेर्दाखेरि नरुनी चितवनवासी कोही पनि हुँदैन। आज छर्लङ्ग हुने छन्, चितवनका जनताहरू आज छर्लङ्ग हुने छन् कि यो देशमा कसले भ्रष्टाचार गरेको रहेछ भनेर लाग्छ मलाई। आज 10,000ले पार्टी सदस्य परित्याग गर्ने अवस्था छ। त्यतिखेर रुँदै छाती ठोक्दै भन्छन् यो देशमा हामीले भोट हाल्यौँ गलत गरेछौँ, माओवादी काङ्ग्रेस एमालेमा भोट हाल्दा गलत गरेछौँ। अब हामी राष्ट्रिय झन्डा मात्रै हाम्रो झन्डा हो, दुर्गा प्रसाई मात्रै एउटा यस्तो बहादुर हो जसले यो देशमा अब मुक्ति दिन्छ। हिजो भक्ति थापाले महिलाहरू लिएर लडेको यो देश आज दुर्गा प्रसाईले महिला र युवा लिएर लडेको छ। त्यस कारणले भन्छौँ दुर्गा प्रसाई जिन्दाबाद। जनता जोगाउने आन्दोलनको विषयमा किन लेख्दैनन्? कोही मोइनबत्ती बालेर बसेका छन्, 15 गते सरी गयौँ भनेर किन लेख्दैनन्? यो छोडिदिनुहोस् यिनीहरूको कुरा। बालनको कुरी नगरौँ, होइन कसै कुरा गम्भीर अर्थ राख्छ हेर्नुहोस्। त्यसले बालनको स्टाटसले केही पनि अर्थ राख्दैन। उनको एकछिन उनले तलब पाउनु पाएन र उनीहरूले तलब पाएनन् भने उनका कर्मचारीले तलब पाएनन् भने गाड्ने अरे। अब किन गाड्ने? ऊ आफै कार्यकारी हुन्, उनै जानुन् होइन। यो बालनको कुरामा मलाई नल्याउनु।